अलरेडी थाकिसकेको छ। 14 March 2025 हामी चाहिँ बिहानको 5:30 बजे ठ्याक्क हामी बिहान हिँडिरहेछौँ। अब हामी ट्रेकिङको फर्स्ट डे हो, आजदेखि हाम्रो एबिसी सुरु भयो। हामी चाहिँ गाडी पक्रामा हिँडेर सकेसम्म झिनु डाँडा चढेर छोम्रो पुग्ने प्लान छ। हेरौँ हामी हरिचोकमा छौँ, हरिचोकबाट बस पर्खिरहेछौँ। के अरे जिप झिनुसम्म जानको लागि जिप कुरिरहेछौँ। काउन्टर चाहिँ यहाँ छ, हाम्रो म्याम चाहिँ यहाँ छिन्। गान्तोकको बाटो हिँड्दैछौँ। गान्तोकको बस पार्कतिर जाँदैछौँ। खास हामी जानुपर्ने झिनु हो सिधै, तर त्यहाँ बाटो बनाउँदैछ अरे, केही महिना लाग्छ अरे। त्यो बाटो बन्द भएको भएर हामी यताबाट आउनु पर्यो। अलिकति टाइम चाहिँ हाम्रो लस्ट भयो क्यालकुलेट गरे भन्दा। अब हामी यहाँबाट पनि जिपहरू झिनुसम्म जान्छ भन्छन्। यदि गएन भने फेरि हिँड्नुपर्छ झिनुसम्म। हाम्रो खास आज टार्गेट डेस्टिनेसन चाहिँ छोम्रोङ हो। बेलुकासम्म पुगिन्छ कि भन्ने आश गर्दैछौँ। अब हेरौँ। कति घन्टा लाग्छ हेरौँ। त्यो माथि टुप्पा देखेको होटेल, त्यो माथिको टुप्पाको त्यो चाहिँ छोम्रोङ भन्ने जस्तो लाग्छ। छोम्रोङको कालो झन्डै झिनुबाट हिँडेको 1:45 मिनट्समा हामी आइपुग्यौँ छोम्रोङ। कस्तो रमाइलो हेर्दै रमाइलो छ। आज अलिक कति बजेछ? 4 बज्नु कि 5 बज्नु लागेको छ। 5 बज्नु लागेछ। अब हामी छोम्रोङमा बस्ने कि अब लोवर सिनेमा जाने। फेरि पानी पनि पर्न लाग्यो। त्यही भएर हामी एकछिन सुन्दैछौँ कहाँसम्म जाने भनेर विचार गर्दैछौँ। यस्तो हराएर पानी पर्न, आज पानी पर्ने हुन्थ्यो बरु, भोलि क्लियर हुन्थ्यो।
छोमरोङ यो काठमाडौँको जर्मन बेड होइन नि के छोमरोङको जर्मन बेड हामी छोमरोङ चेक पोस्ट है अन्तमा छ यहाँ चाहिँ हेर्नु होला कति मिनट छ हामी यहाँ छोमरोङमा आइपुग्यौँ छोमरोङ त्यसपछि सिनुवा अब सिनुवा गएर बस्छौँ हामी तर लोवर सिनुवा अप्पर सिनुवा भ्याइँदैन होला त्यसपछि सिनेमामा 3टा होटल मात्रै रहेछ अनि यहाँ चाहिँ चेक गर्नुपर्छ इन्ट्री पोइन्ट सबै नेपाली विदेशीले जाँदा नि आउन पनि उहाँले के सल्लाह दिनुहुन्छ साँझ सकेछ 5 बजेपछि चाहिँ नहिँडिनुहोस् भन्नुहुन्छ माथि पुगेपछि पछि नपछि एम्बुलेन्सको डर चिप्लिङ डर सबै हुन्छ अरे त्यही काठमा हो मैले त्यही ओम माने पेमे गर्दै जाउँ ए घर जानु रहेछ आफ्नो घर Hello. झन्डै 6 बज्यो हामी 1-1.5 घन्टा लाग्यो हामी छोमरोङबाट आउनु अब लोवर सिनुवामा बस्ने हामी पोखर झिनुबाट ल्याउँठा कार बजे झिनु यो डाँडा छोडेर छोमरोङ आइपुग्यो छोमरोङबाट झर्दै उकालो चढेर अब हामी हिँड्दैछौँ झिनुबाट मान्छे बसेको ट्रेकरको ताती अर्को ट्रेकर यहाँ छैन सब भएन आएको यही मान्छे बसेको घन्टामा पसिनामा आइपुग्यो 2360 मिटर सिनुवा देखिन्छ घामले गर्दा
अब यहाँबाट ब्याम्बो 4.5 घन्टा, दोभान 3 घन्टा। Let's go. ल यहाँ अप्पर सिनेमाबाट सिनेमा यहाँ त्यो दार्जिलिङमा छ। यस्तो रमाइलो छ हाम्रो देश। यो अप्पर सिनेमा हो तर सकिएन हिजो, हामी लोवर सिनेमामै बस्यो। राम्रो भिडियो छ। आँखामा ठोके जस्तो छ। अब यो क्यामेरा हो यस्तो देख्छ है त। अप्पर सिनेमाबाट चाहिँ अलिकसम्म बाटो जङ्गलको बाटो सुरु हुन लाग्यो। अब हामीलाई हिँड्न चाहिँ सजिलो हुन्छ जस्तो छ, शीतल पनि हुन्छ यस्तो यो बाटो। यस ट्रेकरहरू धेरै भेटिन्छ यहाँ, त्यही भएर हराउने भन्ने डर हुँदैन। तर हाम्रो चेक पोइन्टमा चाहिँ भन्नुभयो 5 बजेपछि चाहिँ नहिँड्नु होला, किनभने अलिक अँध्यारो हुन्छ, चिप्लिन्छ। हामी अहिले अप्पर सिनेमाबाट हिँड्दैछौँ। यो कुकुर छ नि, यो ट्रेकर गाइडहरूले भन्नुभयो अनुसार चाहिँ एबिसीको कुकुर रे। एबिसीबाट अहिले यहाँ अप्पर सिनेमा आइसक्यो, फेरि जानेछ ट्रेकर कुकुर, ट्रेकर डग। यस्तो छ, उकालो उकालो फेरि अकालो ओह्रालो ओह्रालो, फेरि उकालो उकालो ओह्रालो ओह्रालो छन्। ल अब हामी चाहिँ ब्याम्बोको ओह्रालो हो। हामी ब्याम्बो गएर एकछिन बस्छौँ। यहाँबाट दोभान 45 मिनट मात्र हो भाइ। अप्पर सिनेमाबाट हिँडेको 1.5 घन्टामा ठ्याक्क ब्याम्बो आइपुग्यौँ। ब्याम्बो भनेको 2145 मिटर्समा 6 लजेस। जताततै बाँसको घरहरू, त्यही भएर यो ठाउँलाई ब्याम्बो भनेको रे। सिनेमाबाट झन्डै 3 घन्टामा दोभान आइपुग्यो हामी। वेलकम टु दोभान। ल दोभान आइपुग्यो। अब दोभान हामी केही खान्छौँ, त्यसपछि अब हामी हिमालय अब कतै जान्छौँ। अगाडि जाउँ न। दोभान आइपुग्यो। दोभानमा यो हस्केहरू सुतिरहेको दुईवटा। यो चाहिँ हामी नोटिस हुन्छ ठाउँ ठाउँमा। अब हामी नोटिसहरूमा यस्तो केही घोडा बेला ठाउँ ठाउँमा यस्तो घोडा पाइन्छ भनेर लेखेको हुन्छ फोन नम्बर सहित। यो चाहिँ 1 बजे हामी हिँड्यौँ दोभानबाट खाजा खाएर। स्न्याक्स खाजा भन्नाले हामी नुडल खाएको, फ्राई चाउमिन
600 रुपियाँ भेज फ्राई चाउमिनको। अब हामी हिँड्दैछौँ। यही हो एभलान्स आउने ठाउँ यो हो। बाटो चाहिँ यस्तो अप्ठ्यारो छ, त्यसरी आउनुपर्छ। एभलान्स आउँछ अरे यो, राति राति नहिँड्नु भन्छ, त्यही भएर थाहा हुँदैन। यहाँ चाहिँ यसरी जाँदैछौँ, हामी पर्खिरहेको छौँ। हेर्नुमा चिसो छ पानी। अच्छा यस्तै हो खाने पानी, केही हुँदैन। हामीलाई डर लाग्छ सुरु सुरुमा खाना, तर हुँदैन। तर त्यही माथि हिमालको पानी पनि एकदम चिसो हुन्छ। झन्डै 1 घन्टापछि दोकानबाट हिँडेर 1 घन्टापछि बिचमा दोकान हिमालको बिचमा यहाँ मन्दिर आउँछ, मन्दिर माथि चाहिँ त्यो चाहिँ कोच बराथान मन्दिर हुन्छ, जानुपर्छ। यस्तो दामी छ। त्यो हिमालय जस्तो छ। हामी आज त्यहीँ बस्छौँ होला हो। ल झन्डै दोभानबाट 1.5 घन्टा हिँडेपछि हामी हिमालय आइपुग्यौँ। हिमालय भनेको 2900 मिटरमा। हिमालयमा बस्छु 7 घन्टा हिँड्ने आज। त्यति बेला चाहिँ पुगेँ आजको लागि। अलि बल गरेँ अब देउराली पुगिन्छ, नगर्ने अब यहाँ चिया खाँदै बस्ने। हिउँको समयमा चाहिँ यस्तो भाडामा पनि पाइँदो रहेछ, स्नो ग्रिप भन्दो रहेछ यसलाई। यो चाहिँ 800 रे, 1 पेयरको 800 भाडामा लैजाँदो रहेछ। यो चाहिँ होटल हिमालय हो। हामी आज अहिले ठ्याक्क 8 बजे हामी हिमालय भन्ने ठाउँमा छौँ। अब ब्रेकफास्ट खाएर हामी हिँड्छौँ। आजको हाम्रो चाहिँ डेस्टिनेसन एमबिसी हो। हामी ब्याम्बो हिमालयबाट अगाडि बढ्दैछौँ। देउरालीतर्फ अगाडि र पछाडि यसरी हुन्छ ट्रेकरहरू। सानो सानो हिउँ छन्, अझै पग्लिसकेको छैन। बिस्तारै हिँड्नुपर्छ, अक्सिजनको कमीले गर्दा। आधा घन्टा भए चाहिँ हिमालयबाट हिँडेको यस्तो बाटो हिँडिरहेको छौँ। हाम्रो पहिला डेस्टिनेसन देउराली। अब 1.5 घन्टामा यहाँ त झन् बढी हुन्छ भन्ने सुन्छ। हामी पनि यहीँ हिउँ पक्रिन्छ।
बाटोमा एभालान्च अथवा हिउँ पहिरोले यसरी बाटो बन्द गर्दा हुन्छ। यसरी जानुपर्छ, अलिकति खतरा छ। बिस्तारै जाऊ है। यो देउराली आउने बेलामा यतातिर बल्ल घाम देख्न लागेछ। हिँड्दै गर ल। हामी देउरालीबाट हिमालयबाट 1 घन्टा 50 मिनटमा देउराली आइपुग्यो। लड्दै पढ्दै चिप्लेदेखि खेल्दै हिउँमा देउराली आइपुग्यो। एकछिन यहाँ रेस्ट गरेर हामी अगाडि बढ्छौँ। धेरै कष्ट पाइँदैन। देउराली 3200 मिटरमा रहेको छ। यहाँ एभालान्च रिस्क एरिया भनेछ, तर यहाँभन्दा अगाडिदेखि नै ठाउँमा एभालान्च गइरहेछ। अनि हामीले चाहिँ अहिले यो हिमालय आउनसम्म देउराली आउनसम्म यस्तो चिप्ल्यो कि एउटा भाडामा लिनै परिहाल्यो। 1000 भाडा अनि 1000 डिपोजिट, 2000 हिमालयमा 800मा थियो। जान्ने भएर नलेको 200मा बढी फेला पर्यो। ठिकै छ, त्यो पनि यस्तोमा हिँड्नै पर्दो रहेछ, लाउनै पर्दो रहेछ। नत्र त सकिँदैन। अर्को खोलाको बाटो हिँड्छौँ। चढ्दैछन् एकजना माउन्ट एभरेस्ट चढ्दैछ। पर माथिसम्म हिँडिरहेको छ मान्छेहरू। यो चाहिँ हिउँ पहिरो अन्त एभरेस्ट अलिकति अगाडि गएको हामीलाई पनि तर्सेर उति सानो हिउँ पहिरो अघि भर्खरै हामी हिँड्दै कसै दौडायो गाउँ भन्ने पछाडि कसले
दौडियो हामी तुफान अनि यो चाहिँ को यसरी आउँदो रहेछ पुरै बाटो छैन अरे त्यही भएर राति हिँड्नु चाहिँ हुँदैन अब हामी अगाडि बढ्दैछौँ सबभन्दा गाह्रो हिँड्ने गर्दाखेरि 3 घन्टा आउनुलाई 2 घन्टाको बाटो हुन्छ 3 घन्टा लाग्नुलाई 3 घन्टै लाग्छ होला सायद 3 घन्टा लाग्न सक्छ हेर्दा नजिक देख्छ टाढा हुन्छ हिँड्दाखेरि त्यो पनि देख्नु पाएपछि आनन्द लाग्छ डेस्टिनेसन हाम्रो यहाँ एमबिसीमा नोटिस आउँछ यो यताबाट जाने यताबाट एउटा होटल मात्रै हुन्छ त्यसो यताबाट गयो भने धेरै होटल सिधा पाइन्छ त्यही भएर यताबाट हामी सिधै यता गए नि हुन्छ झन्डै 3 घन्टामा आइपुग्यो जाऊँ अलरेडी थाकिसकिसकेको बेस क्याम्प आयो हाम्रो डेस्टिनेसन बकेट लिस्टमा भएको ट्रेकिङ अहिले 4 बज्यो यता चाहिँ अलिअलि बादल लिइसकेको छ भोलि बिहान चाहिँ सायद खोला 360 भ्यू हो भनेको यही हो वरिपरि जति चक्कर लाइन लाउँ जस्तो लाग्यो वेदरले साथ दिएन आज वेदर घामको सब छ बादलले हो हेलिकप्टर आयो गयो हेलिकप्टर जस प्रायः चाहिँ रेस्ट हेलिकप्टर ल्यान्ड गऱ्यो आज डे 4 यहाँ बस्दा हामी अब हामी लाग्दैछौँ बिहानको कति बजे देखिसक्यो आधा घन्टामा यो चाहिँ माछापुच्छ्रे हो माछापुच्छ्रेको बेस क्याम्प माछापुच्छ्रे बेस क्याम्प त्यहाँ देखेको जानु खाजा खाएर 12 बजे 1-2 बजीतिर हिँड्ने थिएँ अब अलिक ओह्राल्छ बन्द गरेर चाहिँ
हेलो बाटो मन हरास भने ठाउँ ठाउँमा यो मार्किङहरू चिन्हहरू लगाइदिरहेको छ पहिलो देउराली आइपुगेछ 1 घन्टा पनि बसेन भन्नु चाहिँ बिस्तारै बिस्तारै आएको हामी यहाँबाट अझै अगाडि जान्छौँ दोभानमा ब्याम्बो आइपुग्यौँ बिहान 8 बजे एबिसीबाट हिँडेको 9 बजे एमबिसी आइपुग्यो 10-11 झन्डै 2 घन्टामा एबिसीबाट फर्किँदा ओह्रालो भन्ने पनि हुँदैन जस्तो अब यो ब्याम्बो कटेपछि अप्पर सिनेमा आउने बाटो यसरी उकालो छ है अब वहाँबाट आएपछि यो देखेपछि इनर्जी गायब हुन खोज्छन् तर हामी आज एबिसीबाट हिँडेको जसरी नि अप्पर सिनेमा पुग्छौँ किनभने भर्खरै 3:30 भइरहेछ 2 घन्टामा पुगिन्छ होला बाँकी यस्तो उकालो छ सिनेमाको उकालो ब्याम्बोबाट हिँडेको झन्डै 2 घन्टा म चाहिँ आइपुग्यो अप्पर सिनेमा अहिले 5 बज्यो उज्यालै छ खास अप्पर सिनेमा बस्नु भन्यो सायद हामी अझै अगाडि जान्छौँ होला टाइम छ लोवर सिनेमा छम्रोमा गएर बस्ने कि भन्ने सोचाइ छ त्यो पनि लोवर सिनेमा है आयो कचर गाउँघरको यो चाहिँ हट सहरको लागि तातो पानीको लागि टिकट 100 रुपियाँ रहेछ नेपालीलाई हामीलाई चाहिँ माथि टिकट काउन्टरबाट आउन 15 मिनट लाग्यो होला घडी त हेरिन एउटा हट सहर अनि एउटा यहाँ 2टा अलिकति छोपेछ र पर 3वटा रहेछ